नमस्ते साथीहरु, तपाईं सबैलाई ज्ञानकोश एपको अफिसियल युट्युब च्यानलमा स्वागत छ। सो यो भिडियोमा आज हामीले बुझ्नेवाला छौं ज्ञानकोश एपमा आफ्नो एड कसरी लगाउने, त्यो पनि ज्ञान कोइनको युज गरेर। सही सुन्नुभयो, ज्ञान कोइनको युज गर्ने, मजाले एड लगाउने, दुनियाँलाई देखाउने, बिजनेस बढाउने हैन, या भ्युज बढाउने। यो एप कसरी काम गर्छ, के हो कस्तो, यो सबै कुरा चाहिँ यो भिडियो भित्र पुरा डेप्थमा छ। अब यसलाई जति तपाईले स्किप गर्ने भन्ने प्लान गराउनुहुन्छ, त्यति नै तपाई के हुनुहुन्छ त आफ्नो जर्नीमा एक स्टेप पछाडि बस्नुहुन्छ है त। त्यसै कारणले गर्दा यो भिडियो कम्प्लिटली हेर्नु होला, डाइरेक्ट अन द पोइन्ट हुन्छ। सो अब जाम हामी डाइरेक्टली ब्राउजरमा कसरी हामीले के गर्न सकिन्छ त एड लगाउन सकिन्छ। ल अब ब्राउजरबाट सिकौँ है त एड कसरी लगाउँदा ज्ञानकोशमा भनेर। सो तपाईले केही पनि गर्नु पर्दैन, मार्केटिङ के गर्नु पर्छ भने चाहिँ marketing.subakharsoftware हैन subakharsoftware.com यो लिंक चाहिँ मैले कहाँ दिएको छु भन्दा चाहिँ डिस्क्रिप्सनमा दिएको छु, गएर तपाईले क्लिक गर्न सक्नुहुन्छ। अब यसको भित्र के छ भन्नुहुन्छ भने अब यसमा तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईले अब एउटा बाइ नाउ हैन, यदि तपाईको शप छ भने शपमा पनि क्लिक गराउन सक्नुभयो, या तपाईले च्याट अन मेसेन्जर पनि गराउन सक्नुभयो, मेसेज अन व्हाट्सएप पनि गराउन सक्नुभयो, वाच अन युट्युब पनि गराउन सक्नुभयो, वाच अन टिकटक पनि गराउन सक्नुभयो, भिजिट फेसबुक पनि गराउन सक्नुभयो, भिजिट इन्स्टाग्राम पनि गर्न सक्नुभयो, या इन्स्टल नाउ पनि गराउन सक्नुभयो है त। अनि तपाईले के अब यसलाई कसरी पहिला सुरुमा यदि तपाई आउँदै हुनुहुन्छ भने तपाईले सुरुमा गर्नुपर्ने हुन्छ रजिस्टर। सो रजिस्टर गर्न केही पनि गाह्रो छैन, यति सिम्पल छ, यति सिम्पल छ। तपाईले आफ्नो नाम हान्ने, फोन नम्बर हान्ने, इमेल आइडी हान्ने, अनि पासवर्ड हान्ने। यो फोन इमेल र आइडी के फोन नम्बर चाहिँ सही हान्नु होला है। यदि बाइ चान्स तपाईको यदि एकाउन्ट ब्लक भयो भने तपाईलाई यो दुईटा चीज नभई हुँदैन। तपाईको म्याक्सिममहरुले गलत हान्नुहुन्छ अनि पछि क्रिएट एकाउन्ट गर्नुहुन्छ, सेम आइपीबाट दिन्न अनि उहाँहरु टेन्सनमा हुनुहुन्छ है त। त्यस्तो चाहिँ नगर्नु होला। सबै आफ्नो नाम, फोन नम्बर, इमेल र पासवर्ड चाहिँ हान्नु होला अनि यसरी हानिसकेपछि भइहाल्यो है त। अब अहिलेको राइट नाउ चाहिँ मैले आफ्नो लगइन गराउँछु अनि त्यसपछि तपाईलाई चाहिँ कन्ट्याक्ट गर्छु। अब मैले आफ्नो पेजमा लगइन गरिसकेको छु है त। सो अब आफ्नो पेजमा लगइन गरिसकेपछि अब यस्तो देखिन्छ तपाईको भित्र तपाईले लगइन गरिसकेपछि। अब लगइन गरिसकेपछि के देखिनु भयो भन्दाखेरि चाहिँ यहाँ के स्पेशली के देख्नुहुन्छ, हामीलाई मतलबको नम्बर भनेको के हो, एउटा लन्च आयो क्याम्पेन हैन। अब यस्तो देखिन्छ कि तपाईको कतिजनाले भ्यू गरे, कतिजनाले क्लिक गरे हैन। यहाँ चाहिँ सबै कुराहरु प्रुफ देखिन्छ है त। अब यो एकजनाले क्लिक गरेछन्, यो एकजनाले क्लिक गरेछन् भन्ने कुरा। अब यो कसरी गर्ने हो त, सुरुमा कसरी हामीले एड लगाउने हो त भन्दाखेरि चाहिँ तपाईले सुरुमा क्लिक गर्नुस् लन्च क्याम्पेनमा। लन्च क्याम्पेनमा क्लिक गर्नेबित्तिकै तपाईको लागि हो है यो कहीँ पनि देखिँदैन। यसमा तपाईले सिम्पली हान्नुस् हैन, तपाईले के हान्नुस् भन्दाखेरि चाहिँ मेरो क्याम्पेन हान्नुस् न हैन, मेरो क्याम्पेन जे हाने पनि भयो कि तपाईको लागि याद होस् मैले केको लागि मार्केटिङ गर्नुपर्छ भनेर। तपाईले फेसबुकको कुनै पोस्ट हाल्नुभयो, के देखाउँछ त भिजिट फेसबुक आफै देखाइदिन्छ। तपाईले सिर्फ यहाँ के हाल्दिनु पर्ने हुन्छ त, एउटा के हाल्नुपर्ने हुन्छ, लिंक हाल्नुपर्ने हुन्छ है त। के हाल्नुपर्ने हुन्छ अरे, लिंक हाल्नुपर्ने हुन्छ। जस्तै फर एक्जाम्पल तपाईले मेसेन्जरको लिंक हाल्नुभयो भने यसले अटोमेटिकली के गरिदिन्छ, मेसेन्जर सिलेक्ट गरिदिन्छ। बुझ्नुभयो हैन, के सिलेक्ट गरिदियो, मेसेन्जर सिलेक्ट गरिदियो। सो यस्तै गरेर के हुन सक्छ भने तपाईले जे राख्नुहुन्छ त्यसैको अटोमेटिकली के हुन्छ, बटन सिलेक्ट हुनुपर्छ, या तपाईले आफै पनि कुनै पनि बटन सिलेक्ट गरेर राख्न सक्नुहुन्छ। तपाईले अब मेसेन्जरको लिंक राख्नुभयो भने के अरे बाइ नाउ राख्न चाहिँ पाउनु हुँदैन, किनभने यसले सिधै रिजेक्ट गरिदिन्छ है त। यो कुरा चाहिँ ध्यान दिनु पर्यो। राइट नाउ फेसबुक राखौँ हैन, अनि फेसबुक राखेपछि भिजिट फेसबुक आइहाल्यो। तपाईले कहाँ टार्गेट गर्ने हो त, कुन एपलाई। अहिले राइट नाउ त ज्ञानकोश मात्र हामीले हालेको छौँ यसमा, अनि भविष्यमा गएर हामीले के हाल्छ अरु एप्लिकेसन्सहरु पनि हाल्दिन्छौँ यो नेटवर्कमा हैन। सो अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ ज्ञानकोश एप छ। सो पछि गएर तपाईले ग्लोबल नेटवर्क सिलेक्ट गर्दा मल्टिपल एपमा जान्छ। अब कुन ठाउँमा तपाईले यो एड देखाउने हो त, जस्तै अब ज्ञानकोश एपमा त सिर्फ नेपालीमा त छैनन्, ज्ञानकोश एपमा त विदेशीहरु पनि छन् हैन, विदेशमा बसेका नेपालीहरु पनि छन्, या विदेशका विदेशीहरु पनि छन्। जस कारणले गर्दा तपाईले के गर्न सक्नुहुन्छ, यदि वर्ल्ड वाइड सिलेक्ट गर्नुभयो भने यो तपाईले सबै कुनै पनि देशलाई हेर्दैन, सबैलाई पठाइदिन्छ। तर यदि तपाईले के गर्नुभयो त नेपाल ओन्ली सिलेक्ट गर्नुभयो भने नेपाल भित्र मात्र देखाउँछ। तर म सजेस्ट गर्छु सकेसम्म नेपाल ओन्ली नै गर्नु होला, किनभने हामीले ग्लोबलसँग टेस्ट गरिसकेका छैनौं है त। सो त्यसै कारणले गर्दाखेरि यु क्यान ओन्ली सिलेक्ट नेपाल ओन्ली। अनि त्यसैले तपाईले यहाँ के गर्न सक्नुहुन्छ, भिडियो अपलोड गर्न सक्नुहुन्छ। भिडियोको साइज चाहिँ के हुनु पर्यो, 40 MB मात्र हुनु पर्यो, अनि प्लस यहाँ भिडियो मात्र अपलोड गर्न मिल्छ। अनि यो एड कति दिनसम्म चल्न सक्छ भनेर तपाईलाई यो लाइफ साइकल दिएको 30 दिनसम्मको लागि। कहिलेकाहीँ के हुँदैन, भ्युज एकदम धेरै किन्नुभयो तपाईले भने भ्युज त मिल्दैन नि त हैन। जस्तै फर एक्जाम्पल एउटा भिडियो हालौँ है त, जस्तै एउटा भिडियो हाल्दाखेरि कतिको MB को हो, 5 MB को हो, 118 MB को हो, यसलाई कम्प्रेस गर्न सक्नुहुन्छ है तपाईहरुले। जस्तै फर एक्जाम्पल स्टेप त्यसपछि फेरि अरु ल मानिलिउँ यही एउटा हो हैन, 13 MB को हो, यसैले अपलोड गरिदिइहालौँ न त हैन। जस्तै तपाईले अपलोड गर्ने बित्तिकै के हुन्छ भने चाहिँ एकछिन वेट गर्नुस् हैन, तपाईको के हुन्छ एकछिनमा अपलोड भइहाल्छ। अपलोड हुने बित्तिकै तपाईको के भयो त, अब तपाईको पेन्डिङमा आयो। यो पेन्डिङमा आएकोमा चाहिँ तपाईले के गर्न सक्नुहुन्न, कुपन कोड लगाउन सक्नुहुन्न। तपाईले अब ज्ञानकोशबाट त कुपन कोड किनेर
आउनुभएको छ होइन। तपाईँसँग पैसा छ भने त डाइरेक्टली तपाईँले के गर्न सक्नुहुन्छ, पैसाबाट पनि लगाउन सक्नुहुन्छ। लोड गर्न छ भने यिनीहरूको आफ्नै अफिसियल एपहरू छन् होइन, के अरे पेजहरू छन्, अनि तिनीहरूमै गएर लोड गर्न सक्नुहुन्छ। तिनीहरूको अफिसियल पेज पनि मैले यो लिङ्कमा राखिदिन्छु है त। अनि तपाईँले के गर्न सक्नुहुन्छ, रिडिम क्याम्पेनमा गएर तपाईँले के गर्न सक्नुहुन्छ, कुनै पनि अब जस्तै हेर्नु, अब यहाँ त 3टा क्याम्पेन छ, मेरो क्याम्पेन भन्ने छ, तर यहाँ के छ, मेरो क्याम्पेन पेन्डिङमा छ नि त। पेन्डिङमा भयो भने के हुँदैन त, यहाँ आउँदैन, यहाँ एप्रुभ हुनुपर्छ। तपाईँ त्यसै कारणले गर्दा कुपन कोड लगाउनुभन्दा अगाडि तपाईँले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ क्याम्पेन सेट गरेर राख्नुहोस् होइन। अनि क्याम्पेन सेट गरेर राख्ने बित्तिकै के हुन्छ, जब त्यो एप्रुभड हुन्छ नि होइन, अनि एप्रुभड हुने बित्तिकै के भयो त, अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कुपन कोड टक्क लाएर यहाँ एकचोटि सिलेक्ट गर्ने क्याम्पेन, अनि त्यो क्याम्पेन यहाँ टक्क लाएर कुपन कोड हान्ने होइन। अनि कुपन कोड हानिसकेपछि एप्लाई गर्न मिल्छ क्या। बुझ्नुभयो नि, यो कति सिम्पल छ, यति सिम्पल छ। यति गरिसकेपछि जब तपाईँको अब यो क्याम्पेन अहिले रनिङ छ क्या त्यहाँ हाम्रो क्लाउडमा रनिङ छ, मतलब एपमा रनिङ छ भनेपछि यो एप यत्रोजनाले के गरिरहेको छन्, हेरिरहेको छन्। सो यस्तै गरेर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कुपन कोडहरू रनिङ गरिराख्न सक्नुहुन्छ है त। यति भइसकेपछि आई थिङ्क तपाईँले बुझ्नुभयो होला होइन। सो अब यसरी तपाईँले के गर्न सक्नुहुन्छ, ज्ञान कोइनमा ज्ञान कोषबाट ज्ञान कोइनकै युज गरेर मजाले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ एड लगाउन सक्नुहुन्छ है त। कुपन कसरी किन्ने होला त? सो तपाईँलाई सोचिरहनु भयो होला नि होइन। यो माथि देख्नु भयो नि सपको आइकन, हो त्यो झोलाको आइकन, त्यसमा के गर्ने, क्लिक गर्ने। अनि यहाँभित्र आएर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कुपन सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ अब अल द एसएमएन एड्स कुपन मात्र छ। सो भविष्यमा के पनि आउनसक्छ, अरू कुपनहरू पनि आउनसक्छ। तपाईँले के गर्न सक्नुहुन्छ, रिडिममा क्लिक गरेर मजाले के गर्न सक्नुहुन्छ, रिडिम गर्न सक्नुहुन्छ है त। तपाईँसँग छैन भने चाहिँ अब अभियसली ब्यालेन्स हुनु पऱ्यो, ज्ञान कोइन हुनु पऱ्यो 400 त्यति। सो यसरी के गर्न सक्नुहुन्छ, तपाईँले कुपन गर्न सक्नुहुन्छ। तपाईँले यदि किनिसकेको कुपन हेर्नु मन लाग्यो भने तपाईँले यहाँ चाहिँ कुपनहरू हेर्न सक्नुहुन्छ है त। ल।